मुभी चाहिँ एकदम राम्रो लाग्यो, पारिवारिक रहेछ हैन, इमोसनल पनि रहेछ। अब अहिले हाम्रो देशमा भएको यो सबै समसामयिक घटनालाई समावेश गरिएको रहेछ। अब नेपालमा जति डिग्री गरे पनि जति पढे पनि युवाहरू विदेशिनु पर्ने बाध्यता परिस्थिति अनि आमा बाबाको त्याग अनि विदेशमा भोग्नु परेको पीडा हैन, त्यो चाहिँ सबै समेटेको रहेछ। एकदम राम्रो लाग्यो। मुभी एकदम राम्रो लाग्यो, सोचे भन्दा पनि एकदमै राम्रो लाग्यो। त्यो दुःख गर्नलाई आमा छोडिकन जानु छ, बुवा छोडेर जानु छ, दिदी बहिनी छोडेर जानु छ, सब छोडेर जान्छ। मलाई धेरै राम्रो लाग्यो, एकदम मेरो धेरै भएको रहेछ। सुरुदेखि नै इमोसनल नै छ, सुरुदेखि नै अब एकदम चाहिँ मन छुने नै छ, सुरुदेखि नै इमोसनल नै छ, सबैले टच नै गर्यो, आफ्नै कथा जस्तो लाग्यो। मेरो मम्मी पनि यही हुनुहुन्छ। छोड्नु त एकदमै छोयो मलाई त, म त रोएँ, धेरै नै रोएँ के। न थापाले चाहिँ साह्रो छोराको उ गरिरहेको, छोराले पनि आमालाई मिस गरिरहेको होइन, साह्रो मलाई मन पर्यो होइन, सबै ठिक छ। मुभीको मेसेज चाहिँ अब के भन्ने भने चाहिँ आमा के भन्छ जति गरे पनि होइन, बाबुआमालाई चाहिँ छोड्न नहुने, अब जे गरे पनि आफ्नै देशमा गर्नुपर्ने हो, तर बाध्यताले चाहिँ बाहिर जानुपर्ने चाहिँ त्यो हो। तर त्यही सन्देश दिन खोजे जस्तो लाग्यो मलाई। म त 10मा 10 दिन्छु। किन भन्दाखेरि किन भनेर होइन, रिजन त म त त्यो नै देख्दिनँ। रिजन त एकदमै मलाई नेपाली फिल्म मनपर्ने हुनाले एकदम राम्रो छ। आज फर्स्ट सोमै यति धेरै मान्छेहरू पनि रहेछ होइन। अब 10मा 10 दिन्छु म, राम्रो लाग्यो मलाई। अब अरूलाई कस्तो लाग्यो थाहा भएन, मलाई चाहिँ एकदम राम्रो लाग्यो। हेर्न आइदिनु होला, त्यही हो मेरो रिक्वेस्ट। जस्तो नालायक छोरा त कुनै पनि आमाको कोखबाट नजानुहोस्। VFX-मा राम्रो हामी आइराख्ने हो। यहाँ राम्रो छ, साउन्ड सिस्टम राम्रो छ, क्लिन छ, सफा, इन्भाइरोमेन्ट पिसफुल छ, राम्रो छ, धेरै राम्रो लाग्यो। हामी आइराख्ने हो। पहिलादेखि नै म त हेरिरहेको नि त नेपालमा हुँदाखेरि। अहिले अब बाहिरबाट आएपछि झन् मलाई त राम्रो लाग्यो के। खानाहरू पनि राम्रो छ एकदम बोलिदिनुहुन्छ मजाले होइन।